Seeking LHS. यहाँ हामीसँग क्वेसन छ sin cube theta plus cos cube theta by sin theta plus cos theta equal to 1 minus 1 by 2 sin 2 theta. है यसलाई हामीले LHS बाटै सल्भ गर्दाखेरि हामीले सल्भ हुने देखिन्छ किनभने यहाँबाट थीटा छ यो हामीलाई a cube plus b cube को फर्मुलामा पनि जान्छ a cube plus b cube को फर्मुला जाँदा a plus b आउँछ फर्स्ट पार्टले यो हाम्रो डिनोमिनेटरलाई क्यान्सल पनि गर्छ भनेपछि मैले LHS यहाँ लिन्छु sin cube theta plus cos cube theta by sin theta plus cos theta. अब यहाँ हामी सिधै देख्न सक्छौं माथि पनि a cube plus b cube को फर्मुलामा जान्छ a cube plus b cube भनेको a plus b a square minus a b plus b square यो हाम्रो a cube plus b cube को फर्मुला तल के छ हामीसँग डिनोमिनेटरमा sin theta plus cos theta. अब यो र यो त सेम छ बीचमा के पनि छ त भन्दा मल्टिप्लाई पनि छ जसले गर्दाले हामीले के गर्न सक्छौं क्यान्सल गर्न सक्छौं यहाँसम्म बुझिन्छ. अब हामीले के गर्ने हामीलाई 1 चाहिएको छ 1/2 sin 2 थीटा चाहिएको छ. यहाँ के छ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा मैले अगाडि लेखिदिन्छु 1 बनिहाल्छ यो त 1 नै हो माइनस sin थीटा डट cos थीटा छ. अब sin थीटा डट cos थीटा को अगाडि 2 हुने भने के बनिन्थ्यो sin 2 थीटा हुन्थ्यो. अब हामी के गर्छौं त भन्दा यो भनेको 1 माइनस 2/2 sin थीटा डट cos थीटा. किन हामीले यसो गर्यो त भन्दा हामीले यहाँ sin 2 थीटा छ sin 2 थीटा बनाउनलाई हामीले यसो गर्यौं 1 माइनस 2 sin थीटा डट cos थीटा भनेको के हो sin 2 थीटा. अब अगाडि केही बचेन 1 बच्यो डिनोमिनेटरमा के बच्यो 2 बच्यो इज इक्वल टु RHS प्रुफ.